रसुवाको यो त्रासदीलाई एउटा बाढीको घटनाको रूपमा मात्र हेरेर हुँदैन, यसलाई नेपालको जलवायु सुरक्षा, हिमाली जोखिम र जलवायु न्यायको राष्ट्रिय एजेन्डा नेपालले बनाउनु पर्दछ। आजको हाम्रो जिम्मेवारी राहत र उद्धारमा त छँदैछ, अझ महत्त्वपूर्ण भोलिको विपद रोक्न आजै पूर्वतयारी गर्न हामीले अन्तर्राष्ट्रिय समुदायलाई पनि भन्नुपर्छ। जलवायु परिवर्तनको जोखिम साझा हो भने त्यसको जिम्मेवारी र लागत पनि न्यायपूर्ण रूपमा साझा हुनुपर्छ। यस विनाशकारी बाढीमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोक सन्तप्त परिवारजनप्रति गहिरो संवेदना व्यक्त गर्दछु। बेपत्ता भएकाहरूको सकुशल खोजीको काम तीव्र रूपमा अघि बढोस् भन्ने अपेक्षा गर्दछु। यस विपदबाट प्रभावित सम्पूर्ण नागरिकले सरकारबाट तत्काल र पर्याप्त राहत प्राप्त गरून्। साथै समाजका हरेक वर्ग, क्षेत्र र समुदायबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा आवश्यक सहयोग जुटाउन हामी सबै लागि पर्न पनि अपिल गर्दछु।